नमस्कार। आज मिति विक्रम सम्वत 2083 साल जेठ 28 गते बिहिबार। नेपाल सम्वत 1146 अनलागा ईस्वी सम्वत जुन 11 2026। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि बेलुका 6:16 रहनेछ। आज अश्विनी नक्षत्र राति 3:14 रहनेछ। आज चन्द्रमा मेष राशिमा रहनेछन्। सूर्योदय बिहान 5:09 भइसकेको छ भने सूर्यास्त बेलुका 6:58 हुनेछ। आज कुनै पनि शुभ कार्यका लागि पूर्व अथवा उत्तरतर्फ फर्किनु नै राम्रो हुनेछ। आज परमा एकादशीको व्रत परेको छ भने भोलि प्रदोषको व्रत गरिन्छ। अब लागौं आजको राशिफलतर्फ। मेष राशि। शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान प्रतिष्ठाहरू बढ्नेछन्। नयाँ योजना अथवा कामकाजका थालनी गर्नको लागि पनि समय तपाईको निकै अनुकूल देखिन्छ। पारिवारिक सुखहरू मिल्नेछन् र सोचेका कामहरू समयमै बन्नेछन्। वृष राशि। खर्चको मात्रा केही हदसम्म बढ्ने देखिन्छ। विशेष गरी विलासिता, परोपकार र मनोरञ्जनकै क्षेत्रमा खर्च हुने देखिन्छ। वैदेशिक कार्य अथवा आयात निर्यातका व्यवसायमा लाग्नेहरूलाई आजको दिन निकै लाभदायक रहनेछ। साँझपख भने आध्यात्मिक क्षेत्रमा मन जानले आन्तरिक शान्तिको महसुस पनि हुनेछ। मिथुन राशि। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पुराना लगानी अथवा शेयर बजारबाट राम्रो प्रतिफल पनि पाउनुहुनेछ। तपाईभन्दा अगाडिका ज्येष्ठ व्यक्तिहरूद्वारा राम्रो साथ र सहयोग हुनेछन्। मित्रहरूले पनि राम्रै साथ र सहयोग पुर्याउनेछन्। दाजुभाइको माध्यमबाट सुखद समाचार प्राप्त गर्नुहुनेछ। कर्कट राशि। कार्यक्षेत्रमा तपाईको वर्चस्व र प्रभाव बढ्नेछ। नयाँ व्यावसायिक जिम्मेवारी वा पदोन्नतिको अवसरहरू पनि आउनेछन्। सरकारी र प्रशासनिक कामकाजहरू तपाईका सहजै सम्पन्न हुनेछन्। पिता अथवा मान्यजनहरूको सहयोगले ठूलो लाभ मिल्नेछ। सिंह राशि। धार्मिक र आध्यात्मिक कार्यमा रुचिहरू बढ्नेछन्। लामो दूरीको फलदायी यात्रा अथवा तीर्थाटन गर्ने योजनाहरू बन्नेछन्। उच्च शिक्षा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामकाजमा सोचे जस्तै सफलता मिल्नेछ र गुरुहरूको आशीर्वाद पनि यहाँलाई प्राप्त हुने देखिन्छ। भाग्यले पूर्ण साथ दिनेछ। कन्या राशि। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। अचानक आउने सानातिना शारीरिक समस्याहरूले मन विचलित हुन सक्छ। आर्थिक लगानी वा ठूलो लेनदेन गर्दा पनि सतर्क रहनुहोला। वाद विवादबाट टाढै रहने प्रयास गर्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा धैर्यताको निकै आवश्यक देखिन्छ। तुला राशि। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोग रहनेछ। तपाईका महत्त्वपूर्ण योजनाहरू पनि सफल हुनेछन्। व्यापार व्यवसायमा नयाँ सम्झौताहरू हुने देखिन्छ। विपरीत लिङ्गी मित्रहरूको सहयोगले पनि यहाँका कामहरू बन्नेछन्। मन प्रसन्न रहनेछ। वृश्चिक राशि। तपाईको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण, रोग अथवा कानुनी विवादहरूबाट छुटकारा पाउनुहुनेछ। प्रतिस्पर्धी तथा शत्रुहरू पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीहरूले राम्रो साथ दिनेछन्। माओली पक्षबाट पनि यहाँले सुखद समाचार पाउनुहुनेछ। धनु राशि। बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययन अध्यापनमा विशेष सफलता प्राप्त हुने देखिन्छ। सन्तानका तर्फबाट पनि सुखद समाचार सुन्न पाउनुहुनेछ। सन्तोषजनक समाचार पनि पाइनेछ। मन प्रसन्न रहनेछ। प्रेम जीवनमा अझै सुमधुरता बढ्दै जानेछ। नयाँ मित्रताहरू थपिनेछन्। मकर राशि। पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही चिन्तित वा विचलित हुन सक्छ। घर जग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्रोसँग विचार गर्नुहोला। हतारमा निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ। आमा तथा घरका महिलाहरूको स्वास्थ्यमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। कुम्भ राशि। आज तपाईको पराक्रम, हिम्मत र उत्साह बढ्ने देखिन्छ। छोटो दूरीको फलदायी यात्राहरू हुने योग छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको सहयोगले अधुरा कामहरू पुरा हुनेछन्। सञ्चार, लेखन र सामाजिक सञ्जालको माध्यमबाट पनि व्यावसायिक सफलताहरू मिल्नेछन्। मीन राशि। आर्थिक दृष्टिकोणले आजको दिन निकै उत्तम रहनेछ। रोकिएका धनहरू फिर्ता हुनेछन्। नयाँ आम्दानीका स्रोतहरू पनि फेला पार्नुहुनेछ। बोलीको प्रभावहरू अझै बढ्दै जाने देखिन्छ। सामाजिक र व्यावसायिक क्षेत्रमा पनि राम्रो सफलता हासिल गर्नुहुनेछ। परिवारमा खुसीको वातावरणहरू पनि थपिनेछन्। राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन सुखद बनोस्, मङ्गलमय बनोस्। हस्त नमस्कार।